हेलो एभ्रिवान, यहाँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आशा छ हजुरहरू एकदम आराम कुशल हुनुहुन्छ होला भन्ने। म पनि एकदम आराम कुशलै छु। आज चाहिँ हाम्रो छुट्टीको दिन, सो आज ड्युटी गइएन, त्यही भएर बेला बेला उठ्यो बस्यो है, यस्तै छ। आज चाहिँ गर्मी एकदम धेरै बढिरहेको छ है, अहिले चाहिँ एकदम धेरै गर्मी बढिरहेको छ। हामी परदेशमा बसिरहनु भएका हाम्रा दाजुभाइहरू दिदीबहिनीहरू भोग्दै आइरहनु भएको छ है। यतिखेरको मौसम अलिक सजिलो नै रहनेछ है, गर्मी एकदम धेरै बढेको हुनाले गर्दाखेरि। त्यही भएर तपाईँहरू प्लिज आफ्नो ख्याल गर्नुहोला है। यो समयमा हामी गर्मीबाट कसरी बच्न सकिन्छ त है, त्यस विषयमा म तपाईँहरूलाई थोरै जानकारी गराउन चाहन्छु है त। सर्वप्रथम त तपाईँहरूले पानी एकदम धेरै पिउनु होला, किनकि हाम्रो शरीरबाट पसिना निस्किने हुनाले गर्दाखेरि पानीको मात्रा कम भएर है हामीलाई रिङ्गटा चल्ने, चक्कर आउने, ढल्ने यस्तो समस्याहरू आउन सक्छ। त्यही भएको कारणले तपाईँहरूले पानी एकदम धेरै पिउनु होला। अनि यो समयमा चाहिँ बिहानको नास्ता एकदम धेरै जरुरी छ। प्लिज बिहानको नास्ता मिस नगर्नु होला। बिहान नास्ता गरेर ड्युटी जानु होला। हामी कतिपयको बानी चाहिँ कस्तो हुन्छ भने बिहान नास्ता नगर्ने, बिहानै उठ्ने, ड्युटी जाने, यस्तो हुन्छ। प्लिज यस्तो नगर्नुहोस् है। बिहानको नास्ता एकदम धेरै जरुरी छ। बिहानको नास्ता गरेर मात्रै जानु होला ड्युटी। अनि यो समयमा हामीलाई थकान अलिक बेसी लाग्छ है पहिलाभन्दा चाहिँ। त्यही भएको कारणले तपाईँहरूलाई आराम पनि एकदम धेरै जरुरी छ है। तपाईँले रेस्ट बराबर गर्नुहोस्। रेस्ट गर्नुभयो भने तपाईँहरू भोलि बिहान ड्युटी मजाले जान सक्नुहुन्छ। त्यही भएको कारणले आराम गर्नुहोस्, टाइममा खानुहोस्, टाइममा सुत्नुहोस्, टाइममा उठ्नुहोस्। प्लिज आफ्नो ख्याल गर्नुहोस्। गर्मी एकदम धेरै बढेको छ। फलफुल ज्यादा खानु होला भन्न चाहे है। यो गर्मीको समयमा चाहिँ हामी प्रायः जस्तो चिसो पानी खाने गर्छौँ है। त्यही भएको कारणले धेरै चिसो पानी पनि नखानु होला, किनकि चिसो पानी खाँदाखेरि तपाईँहरूको घाँटी अलिक खराब हुनसक्छ। त्यही भएको कारणले धेरै चिसो पानी नखानु होला, सकेसम्म नर्मल पानी पिउने कोसिस गर्नु होला भन्दै। हजुरहरू मलाई कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ प्लिज कमेन्ट गर्नु होला। यदि च्यानल नयाँ हुन्छ भने लाइक, सेयर, सब्सक्राइब पनि गरिदिनु होला भन्दै यहाँबाट छुट्टिन चाहन्छु। थ्याङ्क यू फर वाचिङ।